तीनकुनीमा लगाएको आगलागीमा परि भिडियो खिच्दै गरेका एबी न्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु, प्रहरीको बन्दुक खोसेको फोटो खिच्दा अनलाइन खबरकर्मीमाथि राजावादीको आक्रमण। राजावादी प्रदर्शनमा घाइते भएका कीर्तिपुरका 29 वर्षीय सबिन महर्जनको मृत्यु, मृतकको घाँटीमा गोली लागेको त्रिविशेषर अस्पतालका निर्देशक डाक्टर सुभाष आचार्यको भनाई। काठमाडौँको तीनकुनीमा राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएपछि प्रशासनद्वारा कर्फ्यू आदेश जारी, प्रहरीको घेरा तोडेपछि स्थिति तनावग्रस्त बन्यो, प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिए। राजावादी समूहले गरे एमाले कार्यालय नजिकै ट्याक्सीमा आगजनी, अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा ढुङ्गामुढा, विमानस्थल अगाडि आगजनी, निगमको डिपो सुरक्षित, राजावादी प्रदर्शनमा सुरक्षाकर्मी सहित 22 जना घाइते। प्रमुख विपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे प्रधानमन्त्री केपी शर्मा ओली राजासँग मिल्न खोजेको आशंका व्यक्त, प्रधानमन्त्रीलाई बैलगाडा सिद्धान्तको प्रतिपादक भन्दै कटाक्ष गरे, तीनकुनीमा मण्डलीहरूले अराजकता मच्चाएको भन्दै आपत्ति प्रकट। देशमा वंशको शासन फर्काउन खोज्नेहरूले ठूलो मूल्य चुकाउनु पर्ने नेकपा एकीकृत समाजवादी नेकपा यसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको चेतावनी, सार्वभौम सत्ता सम्पन्न नेपाली जनताले फेरि राजतन्त्र स्वीकार नगर्ने दावी। राजावादीहरूलाई लक्षित गर्दै विदेशीको उसकाहटमा सामन्तीद्वारा गणतन्त्र विरूद्ध षड्यन्त्र चलेको नेपाली कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवको भनाई, केही तत्त्व गणतन्त्र उल्ट्याउने प्रयासमा रहेको आरोप, जनतासँग हारेर सत्ता गुमाएका तत्त्व विदेशीको उसकाहटमा गणतन्त्रको विरूद्धमा षड्यन्त्र गरिरहेको टिप्पणी। संविधानमा रहेका संघीयता, गणतन्त्र, धर्मनिरपेक्ष र समानुपातिक समावेशी संविधानका 4 खम्बा मध्ये एक खम्बा समानुपातिक समावेशी पक्ष हटाउन सरकार लागि परेको नेकपाका अध्यक्ष महेन्द्र राय यादवको आरोप, संविधानको रक्षा गर्न ठूलो चुनौती खड़ा भएको जिकिर, देशमा बढ़ेको व्यतिथि नियन्त्रण गरेर सुशासन कायम गर्नुपर्नेमा जोड। राजावादीहरूले कोटेश्वर पेरिस टाढा स्थित रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने दुष्प्रयास गरे, नेकपा यसको पार्टी कार्यालयमा तोडफोड, राजावादीको उदण्डपछि रणमैदान बन्यो तीनकुने क्षेत्र। संसद अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको यही 18 गते आइतबारको बैठकलाई सम्बोधन गर्ने, सरकारले ल्याएका प्रतिस्थापन विधेयकहरू 17 गते रातिसम्म प्रक्रिया पूरा गरेर अघि बढ़ाउनु पर्ने जिकिर, प्रतिपक्षीय दलहरूको अवरोधका कारण अहिलेसम्म अड्किएको आरोप, प्रतिनिधि सभाको बैठक बस्दै नबसे स्थगित। पूर्व राजा ज्ञानेन्द्र शाहलाई दल खोलेर राजनीतिक प्रतिस्पर्धामा आउन नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भूषालको चेतावनी, ज्ञानेन्द्रले आफू नागरिक सरहको हैसियतमा मात्रै रहेको नबिर्सन आग्रह। कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न राजावादी प्रदर्शनकारीसँग राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईको आग्रह, सरकारले आफ्नो मुख थुन्न खोजेको आरोप। आफूहरूको आन्दोलन नरोकिएको राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको भनाई, शुक्रबार भएको जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने दावी। राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाई विरूद्ध साइबर ब्यूरोमा उजुरी, मायाको पहिचान नेपालका तर्फबाट उजुरी आएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपक राज अवस्थीद्वारा जानकारी, अब कानूनी प्रक्रिया अघि बढ़ाउने उल्लेख। राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर स्थित भाटभटिनीमा चस्मा, बियर र लत्ता कपडा लगायतका सामान लुटपाट गरे, बेच्नका लागि राखिएका सामानहरू सबै तितर बितर पारी नष्ट गरिएको आरोप। संसदको गतिरोध अन्त्यका लागि राजनीतिक सहमति खोज्न राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको आग्रह, दलहरू आफै सक्रिय बनेर कसरी समाधान गर्ने हो भन्दै प्रश्न गरे। सर्वोच्च अदालतद्वारा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट गत हप्ता पदमुक्त भएका कुलमान घिसिङको पक्षमा तत्कालका लागि अन्तरिम आदेश दिन अस्वीकार, अब आगामी आइतबार छलफल हुने। गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार गरी नेपालले शान्ति दूतको भूमिका निर्वाह गर्न सक्ने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई, बौद्ध शिक्षा तथा दर्शनलाई अन्तर्राष्ट्रिय रूपमा विकास गर्नुपर्नेमा जोड। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको 10औं महाधिवेशन 2082 ज्येष्ठ 9, 10 र 11 गते पोखरामा हुने 555 जना सदस्यीय व्यवस्थापन समिति गठन। आन्दोलन चर्काउने शिक्षकहरूको चेतावनीपछि विद्यालय शिक्षा विधेयक द्रुत गतिमा अगाडि बढाउन आग्रह, विधेयकका सन्दर्भमा भइरहेको शिक्षक आन्दोलनको विषयमा छलफल, शिक्षकहरूद्वारा यही चैत्र 20 गतेदेखि काठमाडौँमा सडक आन्दोलनको तयारी।
भारतबाट शुक्रबारदेखि 16 घण्टासम्म बिजुली आयात। अब भारतबाट आयात बढेपछि उद्योगहरूमा भइरहेको लोडसेडिङ घट्ने विद्युत प्राधिकरणको विश्वास। नेपाल विद्युत प्राधिकरणको नेतृत्व परिवर्तनप्रति सिमेन्ट उद्योगीहरू खुशी देखिए। सरकार र विद्युत प्राधिकरणको नयाँ नेतृत्वबाट औद्योगिक क्षेत्रले निरन्तर 24 घण्टा आवश्यकता अनुसारको विद्युत प्राप्त हुने निश्चित देखिएको नेपाल सिमेन्ट उत्पादन संघको भनाई। सत्तारूढ दल नेपाली कांग्रेसका मध्य प्रदेश सांसद जंगीलाल राय यादवमाथि पदी 8मा जनकपुर धाम स्थित मठ मन्दिरको जग्गा कब्जा गरेको आरोप। स्थानीयले विरोध गर्न खोज्दा बुधबारदेखि नै विवाद। दलितमाथि ज्यादती गर्ने सिराहाको औरही गाउँपालिका 5का गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई धरौटीमा छाड्न आदेश। अब उनीहरूले बाहिरै बसेर मुद्दा लड्न पाउने। नेपाल स्काउट शुद्धिकरण अभियानका संयोजक देवदूत अधिकारीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना। निर्देशक रामप्रसाद भट्टराईमाथि गम्भीर आरोप लाग्दा समेत छानबिनसम्म नभएको आरोप। नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदमा भर्ना खुल्यो। योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइन मार्फत दरखास्त दिन सक्ने। भारतमा तीर्थयात्रामा गएका दाङको तुलसीपुरका 4 जनाको गाडी दुर्घटनामा मृत्यु। घाइते 5 जनाको भारतमै उपचार हुँदै। बसको ठक्करबाट म्याजिक चालक 32 वर्षका सन्देश कोइरालाको मृत्यु भएपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा प्रदर्शन। आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध। रामेछापको रामेछाप विमानस्थलबाट लुक्लाका लागि उठेको समिट एयरको जहाजमा प्राविधिक समस्या देखियो। उड्ने बित्तिकै रामेछाप विमानस्थलमा अवतरण। रौतहटको गरुडा नगरपालिका स्थित तरकारी बजारमा शुक्रबार बिहान आग लाग्दा 7वटा घर पूर्ण रूपमा जलेर नष्ट। आगलागीबाट करिब 13,20,000 रुपियाँ बराबरको सम्पत्ति नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जानकारी। नवलपरासीको मध्यबिन्दु प्रादेशिक अस्पतालमा स्वीकृत दरबन्दीभन्दा धेरै शय्या सञ्चालन। साँघुरो भवनका कारण सहज रूपमा सेवा दिन कठिन भइरहेको अवस्थामा नयाँ भवन निर्माणसँगै अब सहज हुने विश्वास। उपल्लो बुस्ताङको लोबाङथाङ गाउँपालिकामा 5 शय्याको आधारभूत अस्पताल भवन निर्माण सम्पन्न। उपकरण न जनशक्तिको खाँचो। म्याग्दीको बेनीमा म्याद सकिएको 2 वर्षपछि फेरि राउन्ड पार्क निर्माण सुरु। 1,76,00,000 रुपियाँमा ठेक्का सम्झौता। पर्वतमा 8 प्रजातिका गहुँ बालीबारे अनुसन्धान सुरु। वर्षेनी तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तनले हिउँदे वर्षा नहुने, सिंचाइको अभाव जस्ता कारणले किसानहरूको गहुँ खेतीतर्फको आकर्षण घट्दै। आलु गहुँ लगायत बाली भित्र्याएका पाल्पाका किसानलाई यति बेला चैते धान रोपाएको चटारो थपियो। पानीको सुविधा भएको र उत्पादन पनि हुने भएकाले वर्षेनी चैते धान रोपिने। राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि चलचित्र अन्जिलाको हल भिजिट रोकियो। प्रचारकै लागि महिला राष्ट्रिय फुटबल खेलाडी एन्जेला तुम्बापु सुब्बा शुक्रबार ग्रिसबाट नेपाल आइन्। चलचित्रको व्यापार सन्तोषजनक। रहस्य, सङ्घर्ष र सामाजिक यथार्थको संयोजक बोकेको चलचित्र डोरी शुक्रबारदेखि सिनेमा हलहरूमा प्रदर्शनमा आयो। प्रवीण खतिवडा, अञ्जना बराइली, कविता आले, राज पौडेल लगायतका कलाकारहरूको अभिनय भएको देख्न सकिने। नेपाली बजारमा शुक्रबार 1,400ले बढेर सुनको मूल्यले बनायो नयाँ कीर्तिमान। तोलामा 1,76,200 रुपियाँ पुग्यो। एएफसी महिला एसियन कप 2026 को छनौटमा नेपालले समूह चरणको पहिलो खेलमा लाओससँग खेल्ने। एसियन कप छनौटमा 34वटा टोली 8वटा समूहमा विभाजित। हरेक समूहका विजेताले आगामी वर्षको मार्चमा अस्ट्रेलियामा हुने एसियन कप खेल्ने। अस्ट्रेलियामा मे 3मा आम निर्वाचन गर्ने प्रधानमन्त्री एन्थोनी अल्बनिजको घोषणा। 2 प्रमुख राजनीतिक दलहरू लेबर पार्टी र लिबरल पार्टी बीच कड़ा प्रतिस्पर्धा हुने सम्भावना। फ्रान्सको पेरिसमा भएको युरोपेली नेताहरूको सम्मेलनले रुसमाथि अमेरिकी प्रतिबन्ध हटाउन नहुने निष्कर्ष निकाल्यो। प्रतिबन्ध हटाउनुभन्दा बरु बढाउनु पर्नेमा युरोपेली नेताको जोड। र म्यानमारमा 7.7 म्याग्निट्युडको शक्तिशाली भूकम्प। चीन र थाइल्याण्डसम्म धक्का महसुस।